हेलो साथीहरू, गुड मर्निङ, नमस्ते फ्रम युएसएबाट है। मैले चाहिँ हजुरहरूलाई गुड मर्निङ भन्नुको अर्थ यहाँ चाहिँ बिहान भयो, 10 बज्नु लाग्यो होइन। अनि यहाँ अमेरिका आएको पनि झन्डै 1.5 महिना जति भयो। मैले नेपाल हुँदा नै यो कालो लगाएको थिएँ। अब फ्राइडे चाहिँ नातिको झकास पार्टी हुँदैछ, त्यहाँ यसो फुलेको कपाल त लिएर जानु भएन, त्यही भएर कलर पनि लगाएँ। कलर चाहिँ मैले कस्तो लगाउँछु भने यहाँ अमेजनबाट अर्डर गरेर मगाएको त्यो स्याम्पू जस्तो हुन्छ क्या, त्यो सजिलो हुँदो रहेछ होइन। त्यस्तो घोटेर लाउन पनि त्यही दुई प्रकारको हुन्छ होइन। त्यो चाहिँ एकदम स्याम्पू स्टाइलले लगायो, 15-20 मिनट राखेर अनि धुने। अनि आज चाहिँ हामी कता जान्छौँ भने अहिले बिहान चाहिँ खाजासाजा खाइसक्यो। मैले अस्ति नैको भ्लगमा चाहिँ भनेको थिएँ नि, छोरीको अर्को घरमा चाहिँ सरसफाइ गर्न, अगाडिको झारहरू उखाल्न त्यहाँ जाँदैछौँ के। हेर्नु न साथी हो, 2 हप्ता जति चाहिँ ओहो यस्तो जाडो भएको थियो होइन। आज चाहिँ हिजो र आजको वेदर हेर्नुहोस् त साथी हो, आमाम यस्तो मजाको छ, घाम लागेको छ होइन। त्यही भएर आज चाहिँ यस्तै झारो खोल्नु जाने हो। मेरो बुढोको काम चाहिँ बेला यसो यो झाडु खोल्ने हो कि साथी, बिचमा आएको झार। त्यही भएर हामीतिरको चाहिँ यस्तो राम्रो छ, अरूहरूकोतिर चाहिँ झारै झार छ क्या, बिचमा उखाल्दैन नि त। अब मेरो बुढोको चाहिँ काम यही हो, उखाल्ने। घुम्ने छैनन् क्या नेपालमा पनि, घर सरसफाइ गर्ने, घरमै बस्ने हो। अनि यहाँ पनि त्यही गर्नुहुन्छ दुवोमा। हेर्नु न, अस्ति बुढो नेपालबाट आएपछि यहाँ मल लगाउनु भएको थियो, यस्तो हरियो भएछ। अरूको त फुस्रो भएछ, हेर्नु त साथी कति फरक भएछ के। अनि गुलाबको फुल पनि यस्तो मजाको भएछ। अस्ति नै हामीले काटिदिएको थियौँ, टुक्रा टुक्रा गर्थ्यौँ। अहिले त कति धेर कोपिला लगाएको छ। यो चाहिँ कस्तो रातो रातो हो कि क्या यो चाहिँ, अनि यो चाहिँ येल्लो। यो चाहिँ कस्तो रहेछ को नि, यो पनि रातो नै रहेछ अनि सेतो। अनि अहिले चाहिँ अस्ति हामी नेपालबाट आउँदा चाहिँ फुस्रो थियो यो चौर, अहिले चाहिँ हरियै भएर झार काट्दैछन्। यहाँ त झार काट्ने मेसिन पनि यस्तो खतरा हुँदो रहेछ, गाडी जस्तै। रुखहरू पनि यस्तो मजाले पलाएको छ। अबको वेदर भनेको चाहिँ यस्तो दामी हुन्छ कि साथी हो। अनि अर्को कुरा चाहिँ नेपालमा अहिले एकदम के अरे एकदम चलेछ नि नेपाली मुभी। मिलम चाम्स भाइले डाइरेक्ट गरेको हो त्यो फिल्म चाहिँ। खालि फेसबुकतिर युट्युबतिर नि यस्तो राम्रो छ, रुवाउने यस्तो यस्तो भनेको भएर चाहिँ आज चाहिँ यहाँ क्यालास पनि लागेछ नि त। त्यही भएर आज चाहिँ जाने भनेछौँ। छोरीहरू चाहिँ जाँदैनन् होला, उनीहरू चाहिँ अब नेपाली मुभी पनि त्यति हेर्दैनन्, फुर्सद पनि छैन। अनि बुढो र म जाने भनेछौँ। कस्तो हुँदो रहेछ, टिस्यु पेपर चाहिँ एउटा प्याकेटै लानु पर्ला जस्तो छ है साथी हो। ल आज दिनभरिमा के हुन्छ यो भ्लगबाट जानकारी दिनेछु है त। हामी चाहिँ अहिले हेरी यो छोरीको अर्को घरमा आएको छौँ। सफा गर्न आएको भन्नुहुन्छ भने साथी हो, हेरी यस्तो झार के। अनि अस्ति मैले ठुल्ठुलो उखालेको थिएँ, अहिले फेरि पलाछ, त्यसको जरै उखालिदिने हो। खास यस्तो दुवो हो नि त, अरू झारहरूले चाहिँ मारेछ के। अब यसलाई यिनीहरू उखालिदिइराख्ने गऱ्यो भने चाहिँ यो दुवो आउँछ। अनि यो सफा गर्नलाई चाहिँ मैले के आइडिया गरेछु भने, हेर यस्तो ल्याउनुपर्छ। योले चाहिँ के गरे उखाल्नुपर्छ भने, नेपालमा पनि मैले घरमा यस्तो गर्थेँ कि साथी हो। यस्तो गरेपछि यसको जरै निस्क्यो नि त। जरै निस्किएपछि अरू दुवोहरू आउँछ क्या। थाक्यो। ल हामीले आज झार पनि उखलिसक्यो, अगाडि चाहिँ पछाडि चाहिँ बाँकी छ, पछि आउने फेरि। हेलो साथीहरू,
अघि दिउँसो बिहान चाहिँ ब्रेकफास्ट खाएर छोरीको अर्को घरमा चाहिँ झार के अरे दुवोमा भएको झारहरू केलाइवरिकन घरमा आएर पनि रेस्ट गरेर फेरि यहाँ साइक्लिङ आएको छु। मेरो साइकल हैन जाडो भएर अलमोस्ट 2 हप्ता जति भयो म साइक्लिङ पनि आएको थिएन। अनि नातिको व्रतबन्धमा पनि बिजी भएकोले चाहिँ हिजो र आज चाहिँ एकदम घाम लाग्दैछ। हिजोको भन्दा आज एकदम गर्मी भएछ, सायद गर्मी सुरु भयो होला। हिजो चाहिँ हल्का न्यानो घाम भएको थियो, आज चाहिँ झन् चर्को घाम लाग्छ। आज चाहिँ म साइक्लिङ आएको। अनि यहाँ साइक्लिङ आउँदा चाहिँ कस्तो भने मान्छेहरू चाहिँ यहाँ स्टेसन छ होइन, मान्छेहरू चाहिँ फेरि आफ्नो गाडीहरू त्यो पार्कमा राखेर अनि यसरी जङ्गल वकिङ पनि जाँदो रहेछन्। कोही यताबाट गछ, कोही यताबाट गछ। अस्ति नै म साइकलमै गएँ कि म परसम्म डर लाग्यो होइन। खोला छ के, सुनसानै छ। अहिले त झन् जङ्गल भएको हुनाले चाहिँ म फर्केर आएँ। पछि छोरी अनि बुढोलाई भनेर आउनु पर्ला यो कस्तो रहेछ। यो भित्रभित्र शीतल छ नि त। अनि यसो गरेर त्यहाँ छ के पार्क। बाफ्रे कति मजाको हरियाली भएछ साथी हो। अहिले अमेरिकामा यसरी साइकल चलाउनु पर्यो, यस्तो छ डर लाग्यो। यसरी गाडी यसरी यहाँ पार्क गर्यो। कोही चाहिँ साइकल लिएर आउँछन्, साइकलमै साइक्लिङ गर्छन्। अघि म आएको बाटो, कोही चाहिँ त्यो जङ्गलभित्र यो जङ्गलभित्र वकिङ गर्दो रहेछन् क्या। अब म चाहिँ साइक्लिङमा आएको छु, फेरि फर्किने हो। यहाँ चाहिँ पुरा गाडी पार्क छ। अनि ड्राई पिकनिकहरू पनि आउने खाले, यहाँ बसेर आराम गर्ने खाले पनि रहेछ क्या। यस्तो भनेर शीतल आनन्द। आनन्द भएछ। क्या रमाइलो छ भने आजको वेदर। हरियै जमिनमा, माथि आकाशमा चाहिँ निलो छ। वकिङ गर्ने पनि क्या शीतल छ नि हो साथी हो। म त साइकलमा आछु क्या रे। अब फर्किने हो। अब म हजुरहरूलाई अमेरिकाको घर देखाइदिन्छु है। अब टिभीतिर त ठुल्ठुलो बिल्डिङ देखिन्थ्यो के अरे मैले पनि, तर विदेशमा आएपछि बस्ने एरिया चाहिँ यस्तै हुन्छ है साथी हो। 1 तला 2 तला ठुल्ठुलो। तला त सहर बजारतिर मात्रै हुन्छ, मेन डाउनटाउनतिर के, मेन सहरतिर त। विदेशमा जताततै यस्तै हो बस्ने एरिया चाहिँ। साइक्लिङ आएको होइन। अहिले त यस्तो रुखहरू पलाछ नि त, त्यसले गर्दाखेरि मैले एउटा कुरा देखेँ होइन। त्यो के होला हजुरहरूलाई देखाउनु गइरहेको छु। तपाईँहरूले कतिले चिन्नुहुन्छ, कतिले चिन्नुहुन्न, यो पक्का हो कि होइन है त हेर्नुहोस् है। त्यो के भनेपछि यहाँ आएको त जङ्गलको साइडमा त के देखिन्छ भन्नुहुन्छ भने यो हेर्नुहोस् त। योलाई भन्छ कुकुर दाइने अरे के, कारै हुन्छ नि त। हङकङमा चाहिँ हामीले पहिला खाएको, जङ्गलमा टिप्नु जान्थ्यौँ बुढ्नाइतिर पनि। तर चाहिँ बुढ्नाइमा चाहिँ न्युरो टिप्नु जान्थ्यो, यो त त्यति याद छैन। तर चाहिँ यहाँ चाहिँ टिप्नुहुन्न के। कति धेर छ के, आमा यस्तो झन् खुल्ला ठाउँमा चाहिँ अलिक सानो सानो, अनि अलिक ओसिलो ठाउँमा त यस्तो के मोटो। अब के गर्नु र, नेपालतिरबाट टिप्नुहुन्थ्यो, अर्काको देशमा टिप्नु नि नमिल्ने। हेरे भयो नि त। मुना कति धेर छ हेर्नु त साथी हो। टिप्नु मिल्नेमा त टिप्नुहुन्थ्यो कि रे। यहाँ त के गर्नु, एउटा टुप्पा नि टिप्नु मिल्दैन। हङकङमा त खाएको याद छ, तर स्वाद चाहिँ बिर्सेँ। सायद न्युरो जस्तै हुन्छ कि, बुढ्नाइमा फेरि न्युरो चाहिँ अर्कै खाले हुन्छ नि त। नेपालकोतिर जस्तो उनीको जस्तो बोट हुँदैन, सेम यस्तै हुन्छ बुढ्नाइतिरको न्युरो। त्यस्तै टेस्ट हुन्छ। तर के गर्नु, यहाँ त टिप्नु मिल्दैन। हेर्नु त साथी हो, कति मजाको मुन्टाहरू छन् बा। यता भित्र त हेर्नु त, यतातिर नि छ। कति छ यहाँभित्र हेर्ने हो भने त। है टिप्नु मन लाग्ने के गर्नु र। नेपालतिर बुढ्नाइतिरबाट टिपिन्थ्यो, यहाँ पनि छ अर्को। यहाँ भित्र त कत्रो मुन्टा के, आमा
हेर त त्यहाँ भित्रभित्र त कति छ हेरेको हेरे म त यो कुकुर दाइने देखेर त जस यसलाई कुकुर दाइने भन्छन् अरे क्या हजुरहरूले के भन्नुहुन्छ यसलाई अहिलेको मौसम भनेको त झारहरू पनि यसरी फुल्ने के साथी हो तोरी जस्तै पहेँलो फुल फुल्छ अनि झार काट्नेहरूले पनि त्योलाई जोगाउँदो रहेछ के यो यताउता काट्ने अर्को फुल त झन् झकास छ देखाउँछ एकछिनमा यो फुल त हेर्नु न झन् कस्तो दामी यो फुल देखेर यहीँ बसिराखौँ मलाई है साथी हो कति राम्रो फुल मेरो मनै लोभ्यायो फुलमै फुलकुमारी हुनु मन लाग्यो कस्तो लाग्यो साथीहरू यो फुल हजुरहरूलाई मन पर्यो रातिको 9 बज्यो 9:30 बजेको सो छ अरे नाइट सो एन्जिला मुभी फिल्म हेर्न जान लाग्छु फाइनली हामी फिल्म हल लिएर आइपुग्यौँ सिनेपोलिस सिनेम्याक्स रातिको भ्यू यस्तो छ है साथी हो फिल्म हलमा यसरी टिकट काट्ने स्टाइल पनि लास्ट इयर त $7 जस्तो लाग्थ्यो अहिले त $15 रे एउटाको सुरु हुन लाग्ला नि अब एन्जिला दौडिनु पर्यो भर्खर नाम सुरु भए त हुन्छ I hope that the work that I was able to do over the years is something that can last, that they'll connect with people, even across generations. I like the idea of sharing my experience with younger people. There's so many choices, there's so many ways to do it, but it all comes down to one thing, are you dying to tell the story? धन्न सुरु त भयो छैन रहेछ हैन ल अब सुन्लियो बुझिस् अर्को तिहारमा त मलाई फुट ल साथी हो एन्जिला मुभी पनि हेऱ्यौँ आलाले रुइयो कि क्या मेरो छोरी रुए के हो र एन्जिला मुभी हेरेर आलाले त सुन्ने क्या बुढो रुए क्या हो झन् सबभन्दा इन्ट्रेस्ट गरेको बुढोले हो बुढो रुए क्या हो जस राम्रै छ त्यति साह्रै त रुइएन नेपालमा चाहिँ पुरा क्लिकहरू रुएको देखेर हेरेको हेर्नु मन लाग्दा मलाई सक्यो आजको मुभी ल साथी हो आज 1 डे ब्लगमा चाहिँ लास्ट टाइम चाहिँ मुभी हेऱ्यो एन्जिला युएसए आएर पनि नेपाली मुभी हेर्नु पाउँदा एकदम खुसी लागेको छ अनि यस्तो राम्रो छ मुभी हेरेर अब हामी घर फर्किँदैछौँ है त ल फेरि अर्को ब्लगमा भेटौँला आजलाई बाई बाई